माननीय सदस्यहरू, सम्माननीय सभामुखज्यू, मान्य सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, सबै उठ्नु भएको छ। अब मान्य सदस्यहरू आसन गर्नुहोस्। हामी नियमित कार्यसूचीमा जानको लागि आसन गरेर यहाँले बाथरुम बनाउनु होला। मान्य सदस्यहरू, संसद मान्य सदस्य सांसदहरूको बोल्ने थलो नै हो र मान्य सदस्यहरू देशका जनताहरूको हाम्रो संविधान सम्मत प्रतिनिधित्व गरेर आउनुभएको सर्वोच्च विधायिका संस्था हो। यसमा छलफल गर्ने, बहस गर्ने, वाद विवाद गर्ने र समस्याको समाधान गर्ने थलो हो। मान्य सदस्यहरू सङ्घर्षमा हुनुहुन्छ, खास गरी प्रतिपक्ष सङ्घर्षमा हुनुहुन्छ भन्ने कुरा जानकारी भएकै विषय हो। सङ्घर्षको स्वरूपलाई सभा सञ्चालन गर्दै समस्याहरूको निराकरण गर्ने बाटोमा जानको लागि मान्य सदस्यहरू आसन ग्रहण गरेर बाथरुम बनाउनुपर्छ भन्ने कुरालाई मैले योभन्दा बढी भनिरहनु उपयुक्त ठान्दिनँ। त्यसकारणले मान्य सदस्यहरू आसन ग्रहण गरौँ र सङ्घर्षको स्वरूप भनेको सभा सञ्चालन गरेर सभालाई एउटा निष्कर्षमा लाने बाटोमा लैजानको लागि म मान्य सदस्यहरूलाई विशेष अनुरोध गर्दछु।
माननीय सदस्यहरू, आजको कार्यसूचीको सम्पूर्ण कार्यक्रमहरू सूचीबाट हटाइएको बेहोरा जानकारी गराउँछु। माननीय सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2082 साल जेठ 30 गते शुक्रबार दिनको 1 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।